अब कतौला त पानी हुनु अन्तिममा चाहिँ घर परिवार राम्रो गरेर खानु इष्टनिष्ठ दाइने हो नानी त तातो सुबेबङ्गा पनि सक्छ होला नि हैन अहिले त ठिकै छ तर अलिक बुढो अलिक के नानी यताउता झ्याङ भएपछि अलिक चुड्की मुड्की लक्कम घुसम गर्दौ न त्यस्तो चाहिँ खबर चाहिँ सुन्नु नपरोस् है माया भाङा छ तुम्बा छ बडा छोटा इत्यादि थुप्रै छौँ हामी पनि छौँ सुर्ता नगर तर त्यो काण्ड चाहिँ सुन्नु नपरोस् है ल अब चाहिँ आजदेखि चाहिँ अब जहीँ पनि चिन्यौँ होइन यता सम्झिने पनि चिनिहालेको छौँ है आज अहिलेको जमानामा अब यस्तो हुन्छ अब सबै कुरो चाहिँ लेखी बस्नु पर्दैन किनभने अहिले त सबै यसरी हामी गरिरहेको छौँ तान्दी खेनेङ कोही बेला यो छोरा मान्छे चाहिँ यति साह्रो हुन्छौँ कि हामी चाहिँ यता हेल्याङ केल्याङ गर्दाखेरि गर्छ छोरी पनि गर्छ हाम्रो छोरी यति राम्री छ है फेरि हेर्नुहोस् है कता अरूले यसो हिँसे है बोल्दाखेरि त कुट्नुहुन्न नि होइन सम्झाउनु मात्र पर्यो है लास फेरि यता फेरि जोइ पनि यति ह्यान्डसम रहेछ फेरि अर्कोले यो गरिदियो भने यतै होइन ह्यान्डसम रहेछ आमामा हाम्रो जोइ पनि ह्यान्डसम रहेछ सिक्किमतिर ससुराली छ आसामतिरका बाटोमा अर्कियो भने के गर्नुहुन्छ पछि है त्यस्तो त्यो पनि सोच्नु पऱ्यो है ल त फेरि यता आउँदाखेरि मिलेर यसरी मिलेर बस्नु पऱ्यो है सधैँभरि मैले काका हो है म भिडियोमा मेरो यहाँ यसमा हालिरहन्छु अब अहिले युट्युबको जमाना छ है हालिरहन्छु यो एउटा ठुलो हामीले यो गरेको छौँ आज चाहिँ खासै रकम यस्तो हुन्छ है खास अब यो बाटो खोल्ने मात्रै छ है सम्झिने र आज बाटो खोल्नु मात्र चाहिँ लिम्बूको दस्तुरमा धेरै छ है आज बाटो मात्रै खोलिदिएको है ल अब यत्तिकै एकदम यसरी सदा है हजुरहरूलाई चाहिँ यसरी मोहर खुसी हुनु पर्यो भोलि पर्सि चाहिँ टाकटाक टुकटुक गरेर यो कुरा सुन्यो भने नि यताको माइतीबाट केही गर्न सक्दैन छोरी आसाम सामान हेर्नुहोस् बाउ आमा काकाहरूको कन्डिसन यस्तो छ हाम्रोमा एक पैसा फुटेको कौडी छैन है हाम्रोमा तिम्रो डिसिजनमा गएको हो होइन भागी भनेपछि यस्तो हुन्छ माग्ने भनेपछि चाहिँ नि कस्तो हुन्छ भनेर अझै अननोनमा छौ नानीहरू होइन माग्ने भनेपछि यस्तो भागी दुईजना अब एकाअर्का मन पराएर गएको होइन गएको तर मिलेर बस्नु होइन भोलि पर्सि ठाकठाक टुक्टुक त हुन्छ भनाइ हुन्छ एक दुई फड्याङ पनि चड्काएकै हुन्छ तर चाहिँ त्यस्तो गर्यो उस्तो गर्यो भने चड्काउनु भन्दा मेरो ज्वाइँले चाहिँ चड्काउनु पाउँदो रहेछ भन्नुहोस् है फेरि पाउँदैन कि यसो बनाइ पनि गर्नुपर्छ है अमलाले चाहिँ नाकसम्म पुऱ्याउँछ नाकमा चाहिँ छुनु पाएन कानुन लाग्छ है यति भन्दै है यति खुसीले बस्नु है आज खुसी नै चाहिँ अन्डरस्ट्यान्डिङ गर्नुपर्छ ल एकअर्कामा ल हस् त ल यति